फिक्कलसम्मको गाडी अहिले चाहिँ हामी बिर्तामोडमा छौँ। बिर्तामोडदेखि टुम्केरामुनीसम्मको यात्रा जारी रहनेछ। यात्रा बिर्तामोड हुँदै टुम्केरानीसम्म जाने क्रममा बिर्तामोडबाट हामी गाडी चढिसकेका छौँ। सँगसँगै हामी अहिले बिर्तामोडबाट गाडी चढेर चारालीतर्फ जाँदैछौँ। मैले बाटो बनाउँदै गरेकोले गर्दाखेरि बाटोहरू अलिक अप्ठ्यारो छ। त्यसमा हामीले बिस्तारै बिस्तारै जाने क्रम जारी छ र हामी अहिले चाराली आइपुगेका छौँ। चाराली आइपुगेर चारालीबाट चाहिँ हामी ठ्याक्कै बाटो चाहिँ उत्तरतर्फ जाने भएकोले गर्दाखेरि हामी चारालीबाट उत्तरतर्फ लागिसकेका छौँ र यो चाहिँ चाराली चोक हो। चाराली झापाको चाराली यसलाई भनिन्छ। निकै व्यवस्थित सहर छ। यो एउटा झापा इलामको हब पनि हो। यो बिजनेस हब पनि मानिन्छ यसलाई र हामी चारालीबाट एकछिनको विश्रामपछि निस्किसकेका छौँ। बाटोमा देखिएका दृश्यहरू चारालीबाट अब हामी बुधबारेतर्फ लाग्यौँ। बुधबारेतर्फ जाने क्रममा देखिएका दृश्यहरू अनि बाटाका तपाईँहरूलाई पनि कस्तो लाग्छ? लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ र भिडियो अन्तिमसम्म हेरिदिनको लागि म अनुरोध गर्दछु। यो हामी अहिले बुधबारे जाने क्रममा छौँ। बुधबारेतर्फको यात्रा बुधबारे जाने क्रम जारी छ। अब यहाँ हामी लगभग बुधबारेतिर आइपुगिसकेका छौँ। हामी यो यात्रा चाहिँ टुम्केरानीसम्मको हो, जुन चाहिँ माइजोगमाई गाउँपालिका र इलाम जिल्लाको माइजोगमाई गाउँपालिकामा पर्छ। अहिले हामी बुधबारे आइसकेका छौँ। बुधबारे चोक हो यो। अगाडि बाइकहरू गाडी हिँडिरहेको छ। हामी बुधबारेबाट पनि क्रस भइसक्यौँ र अब हामी कन्यम हुँदै फिक्कल हुँदै टुम्केरानीसम्म पुग्नेछौँ। बाटोको दृश्यहरू कस्तो लाग्छ तपाईँहरूले एकदम कमेन्ट गरिदिनु होला र यो मैले गरेको मिनी ब्लग कस्तो लाग्छ त्यो पनि तपाईँहरूले मलाई सुझाव सल्लाह दिनु होला, जसले गर्दा चाहिँ मैले यो बिर्तामोडदेखि टुम्केरानीसम्मको यात्रामा बाटामा भएका दृश्यहरू देखाउँदै जानेछु। र अब यहाँबाट चाहिँ गर्मी मौसमबाट अलिकति चिसो मौसमतिर हामी जाँदैछौँ। चिसो अनुभव भइरहेको छ। यो चाहिँ हामी अहिले बुधबारेबाट फिक्कल जाने यात्रामा हामी पर्ने भन्ने ठाउँतिर पनि आइपुगिसकेका छौँ र यहाँ एउटा चिया बगानहरू देख्न सक्नुहुन्छ। बाटामा चिया बगानहरू र प्रकृतिले एकदम सुन्दर बनाएको ठाउँ चाहिँ इलाम जिल्ला। जब हामी बुधबारेबाट माथि लाग्छौँ, त्यहाँ माथि लागिसकेपछि चाहिँ पहाडी क्षेत्र पर्ने भएकोले गर्दाखेरि चाहिँ यहाँको दृश्यहरू, यहाँको सौन्दर्य, यहाँको प्राकृतिक सौन्दर्यहरू चाहिँ अति सुन्दर रमणीय रहेको छ। देख्न सक्नुहुन्छ नीलो आकाशमा सेतो बादल र गाउँहरू देख्न सक्नुहुन्छ। हामी अहिले अर्कटे भन्ने ठाउँमा आइपुग्न लागेका छौँ। यो चाहिँ हाम्रो अहिले आइपुगेको ठाउँ चाहिँ हाम्रो यो मिनी पाथिभारा मन्दिर रहेको ठाउँ छ। यहाँ चाहिँ होटलहरू चिया खाजाको लागि चाहिँ एकदम उत्तम ठाउँ छ र यहाँबाट चाहिँ हामीले सानो पाथिभाराको दर्शन पनि गर्न सकिन्छ।
र हामी त्यहाँबाट पनि निस्किसकेका छौँ। अगाडि देख्दै हुनुहुन्छ हल्का कुहिरोहरू देखिन थालिसकेको छ र यहाँदेखि चाहिँ प्रोपरली चिसो ठाउँ छ, एकदम चिसो सुरु भयो यहाँदेखि चाहिँ। अब झापामा भयङ्कर गर्मी थियो भने झापाबाट 10-15 किलोमिटरको अन्तरालमा यात्रा क्रमिक रूपमा जारी छ। अब हामी यहाँबाट फिक्कलसम्मको यात्रा हुनेछ आजलाई। त्यहाँबाट फेरि हामी फिक्कलबाट नयाँ बजारतर्फ जानेछौँ, नयाँ बजारतर्फ जानेछौँ र नयाँ बजारबाट फेरि हामी थुम्केरानीतर्फ जानेछौँ। अहिले चाहिँ हामी फिक्कल जाने क्रममा यहाँ बाटोमा देखिएका दृश्यहरूले तपाईँहरूको मनलाई कतिको उत्साहित बनाइराखेको छ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, कमेन्ट गर्नुहोला र कमेन्टमा पनि लेख्नुहोला कि तपाईँलाई ठाउँ कस्तो लागिरहेको छ, बाटो कस्तो छ भन्ने कुराको। हामी गाडीमा गएकोले गर्दाखेरि चाहिँ ड्राइभर चाहिँ एकदम रेगुलर कुदाइराख्ने भएर त्यति साह्रो डर मान्नुपर्ने पनि छैन, तर एकदम एक्सपिरियन्सवाला मान्छेलाई लिएर मात्रै यो बाटोमा चाहिँ हिँड्नु होला, किनभने बाटो अलिकति अप्ठ्यारो छ। त्यसले गर्दाखेरि यहाँ बाटामा जाँदा चाहिँ ओसो ध्यान गर्ने केन्द्रहरू पनि देखियो, जुन चाहिँ अब एउटा शारीरिक व्यायाम जस्तै एउटा धर्म, एउटा आस्थासँग जोडिएको शारीरिक व्यायाम केन्द्र भन्छु म चाहिँ, त्यो पनि छ त्यहाँ। र जो कोही ल्याएर त्यहाँ आएर तपाईँहरूले गर्न पनि सक्नुहुन्छ। अहिले चिसो अलिक बढ्दैछ, अहिले कुहिरोहरू पनि देख्न सुरु गर्नु भइसक्यो तपाईँले। अब हामी कन्याम पुग्न लागेका छौँ। कन्याम पुगिँदैछ। अब केही समयमा हामी कन्याम पुग्छौँ। बाटामा मठ मन्दिरहरू, बाटामा साना साना घरहरू छ र बाटामा यसरी काँक्रादेखि लिएर हरेक कुराहरू किनबेच गर्ने ठाउँ पनि रहेको छ। देख्न सक्नुहुन्छ यो बजारमा चाहिँ कुहिरो लागेको छ। हामी कन्याम आइपुग्न लागेका छौँ। कुहिरोले छोपिसक्यो, चिसो मौसम सुरु भइसक्यो। तपाईँहरूलाई पनि लागिरह होला भिडियो हेरेर जाडो फिल भइरह होला। गाडीमा हामी सर जाँदैछौँ, गाडीको यात्रा छ। तपाईँहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा ठाउँको नाम पनि लेखिदिनु होला, जसले गर्दा चाहिँ अलिकति मलाई मोटिभेसन मिल्छ। र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। यस्तै रमाइला भिडियोहरू आउनेछन् र तपाईँहरूले हेर्न पाउनुहुनेछ। यात्रा जारी नै छ। हामी कन्याममा आइपुगेका छौँ। कन्याम जहाँ चाहिँ नेपालको महत्त्वपूर्ण पर्यटन क्षेत्र पनि मानिन्छ र यसमा चाहिँ चिया बगान जुन मानिन्छ, चिया बगान भयङ्कर छ र हाम्रो यहाँ छोटो विश्राम पनि हुनेछ। हामी यहाँ चिया खाजा खानेछौँ र त्यस पछाडि यहाँबाट हामी निस्कनेछौँ। चिया खाजा खाने क्रममा यहाँ अत्याधिक मात्रामा चिसो र सिमसिम पानी पनि परिरहेको छ।
बाहिरको दृश्य देख्न सक्नुहुन्छ। मौसम त्यो अगाडि देखिएको चाहिँ तपाईको चिया बगान हो। यो चाहिँ धेरै छ यहाँको चिया बगानहरू र यो चिया चाहिँ चिया बनाउने फ्याक्ट्री पनि कम्पनी पनि नजिकै रहेको छ। बाहिरको मौसम हावा चलिरहेको, सिमसिम पानी परिरहेको छ अनि बादल पनि सँगसँगै आइराखेको छ। मौसम चिसो छ, जाडो छ। देख्न सक्नुहुन्छ यो सबै चिया बगान हो। पहाडको दृश्य र नेपालको पर्यटन क्षेत्र इलाम जिल्लाभित्र रहेको यो कन्यम भन्ने ठाउँमा बिर्तामोडबाट बुधबारे हुँदै यहाँसम्म आइपुगिन्छ। यहाँ आएर तपाईहरुले चिया बगानको साथसाथै चिसो मौसमको अनुभव पनि गर्न सक्नुहुनेछ र यो एकदमै महत्त्वपूर्ण रमाइलो ठाउँ छ र नेपालको पर्यटन क्षेत्रभित्रको एक स्थान पनि मानिन्छ यसलाई। हामीले चिया खाजा खाइसकेर बाहिर निस्केका छौँ अहिले र बाहिरको दृश्यहरू तपाईले देखिरहनु भएको छ। यो चिया बगानहरू हो। यो चिया बगान भित्रबाट यसबाट बाहिर निस्केर तपाईले यो चिया बगान सँगसँगै यहाँको रमणीय ठाउँहरू पनि अवलोकन गर्न सक्नुहुनेछ। कन्यम कन्यमबाट हामी निस्किसकेका छौँ। अब फिक्कलको यात्रा हुँदैछ। हामी कन्यमबाट निस्किसकेका छौँ। कन्यमबाट अब हामी फिक्कलतिरको यात्रामा निस्किसकेका छौँ र बाटामा देख्न सक्नुहुन्छ चियाका बुटाहरू र हामी फिक्कल बजार आइसकेका छौँ। यो चाहिँ फिक्कल बजार जहाँ चाहिँ इलाम, पशुपतिनगर, नयाँ बजार जानको लागि चाहिँ यहीँबाट छुट्टिन्छ, यहीँबाट जान सकिन्छ। यो मेन चौक भयो पशुपति नगर जाने बाटो, फिक्कल जाने बाटो र नयाँ बजार जाने बाटो र इलाम जाने बाटोको मेन पोइन्ट यहाँ हो। यहाँबाट चाहिँ छुट्टिन्छ। अहिले चाहिँ म यो पशुपति नगर जाने बाटोतिर लागेको छु। पशुपति नगरतिर जाने बाटोमा हिँड्दैछु, जहाँबाट चाहिँ हामी थुम्केरानी जानको लागि पनि यहीँबाट गाडी पाइने हुनाले र मैले अहिले गाडी चढिसकेको छु, जहाँ चाहिँ अब हामी यहाँबाट नयाँ बजार जानेछौँ। नयाँ बजार जाने क्रममा देखिएका दृश्यहरूले तपाईँहरूलाई कति मोहित बनाइरहेको छ कमेन्ट बक्समा चाहिँ तपाईहरुले कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। हामी अहिले नयाँ बजार जाने क्रममा देखिएका दृश्यहरू हुन्। पहाडले घेरिएको ठाउँ, पहाडले भरिएको ठाउँ, जहाँ चाहिँ यो दृश्यले मनलाई लोभ्याउँछ, जहाँ एकचोटि पुगेपछि फेरि
मरुभूमिमा फर्किन्छु भन्ने चाहिँ महसुस गराउँदैन। त्यसैले भनिन्छ नेपाल स्वर्गको देश भनेर पनि त्यसै भनिएको होइन। नेपाल स्वर्गको देश हो भनेर भनिन्छ। जाने क्रममा बाटामा सागसब्जीहरू लगाइएको छ भने बाटाका छेउछेउमा रुखहरू, सल्लो, मालिङ्गो त्यस्ता चिजहरू देख्न सकिन्छ। लाली गुराँसका बोटहरू पनि रहेका छन्। यहाँ छेउछेउ बाटामा रोपिएको छ। अहिले फुल्ने सिजन नभएकोले गर्दाखेरि चाहिँ अहिले फुलेको चाहिँ रहेनछ। फेरि अर्को भिडियो बनाउँदाखेरि त्यतिखेर तपाईँहरूलाई म फुलेको पनि देखाउने छु। दृश्य मोहित बनाउने नै छ। हामी अब लगभग नयाँ बजारको छेउछाउ पुगेका छौँ। यो चाहिँ माइखोला पर्छ। यो चाहिँ हामी अब यो खोला कटिसकेर गइसके पछाडि भनेको अबको लगभग 2-3 किलोमिटर पछाडि हामी नयाँ बजार पुग्नेछौँ। बाटो अलिक अप्ठ्यारो भएकोले गर्दाखेरि चाहिँ बाटो अलिक अप्ठ्यारो छ। पहाडको बाटो, पहिरो इत्यादि जाने भएकोले गर्दाखेरि चाहिँ अलिक गाडीलाई पनि समय लाग्छ। त्यसले गर्दा चाहिँ हाम्रो यात्रा जारी नै छ। तपाईँलाई कस्तो लाग्दैछ, कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेखिदिनु होला, जसले गर्दा चाहिँ मलाई मोटिभेसन मिल्नेछ। ठाउँ, दृश्य कस्तो लाग्दैछ। यदि तपाईँहरू पनि यो ठाउँमा घुम्न चाहनुहुन्छ भने इलाम जिल्लाको फिक्कलबाट थुम्केरानी जाने क्रममा नयाँ बजार पुग्न लाग्दाखेरिको दृश्यहरू हो यो भनेको। तपाईँहरू यो ठाउँमा घुम्न चाहनुहुन्छ भने बिर्तामोडबाट चारालीबाट बुधबारेबाट कन्याम हुँदै यहाँसम्म आउन सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ यो ठाउँले मोहित बनायो भने घुम्न आउनुहोस् भन्न चाहन्छु म चाहिँ। र म नयाँ बजार पुगिसकेको छु। यो चाहिँ नयाँ बजार हो, नयाँ बजारको चोक। यहाँ चाहिँ रेड पान्डाहरू अत्याधिक मात्रामा पाइने भएकोले गर्दा चाहिँ रेड पान्डाको अगाडि मूर्ति राखिएको छ भने यहाँ चाहिँ रेड पान्डालाई चाहिँ पाइने पनि भएको र यहाँको चाहिँ अलिक संरक्षित क्षेत्र पनि भएकोले गर्दाखेरि चाहिँ यो चाहिँ यसलाई सेफ साइट होस् भनेर राखेको। र यहाँ एउटा स्कुल पनि रहेछ। यो चाहिँ अब हामी यही बाटो हुँदै सिधै अगाडि जाँदाखेरि चाहिँ थुम्केरानी पुगिन्छ। यहाँबाट लगभग 6 किलोमिटरको यात्रा गरियो भने चाहिँ हामी अब यो थुम्केरानी भन्ने ठाउँमा पुगिन्छ। र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, कस्तो लाग्दैछ कमेन्ट गरिदिनु होला। यो पार्ट 1 रह्यो भने अब पार्ट 2 मा म तपाईँहरूलाई अरू कुराहरू देखाउँदै जानेछु। भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।